पैसा धेरै कमाएको थियो भनेर खाना लाउन हिँड्न मात्रै त्यही भएर हानिदिएको मैले कति भयो प्रोग्राम नगरेको रेस्टमा किन म रेस्टमा छु कि अहिले त्यो भएको हुनाले रेस्ट मारे बहिनीहरू कुद न बहिनीहरू कुद्नु नै मेरो लागि म कुदे जस्तै हो बहिनीहरूले मेरो नाम त्यहाँ आइहाल्छ आज भोलि दुर्गेश तपाईँ त आजकल उडे गर्नुहुन्छ भुइँमै बस्नुहुन्न उडेको उडे हो तपाईँ कहाँ कुद्नुहुन्छ त हामी जस्तो गाडी ल्याएर आइरहेको थ्याङ्क यू चुम्मा खुवाइछौ गालामा हो र खै कहाँनिर अहिले भर्खर गयो कि हाम्रो सिस्टर चाहिँ मेरो साथी हो कहाँबाट हो हजुर म तपाईको बिग फ्यान जापानबाट जापान कस्तो कस्तो संयोग यार हजुरसँग बोल्न पाएँ हजुरसँग एकदम मेरो पनि एकदम ठुलो संयोग भयो हजुरसँग बोल्न पाएँ कहाँदेखि हो हजुर हामी एउटै ठाउँ होइन कुन ठाउँ ए झापाकै हो नि म नि यतिकै गफ गर्दै थिएँ अनि ठ्याक्क तपाईँले जोइन गर्नु म त फेक आइडी होला भनेर जहिले कि तपाईँको फेक आइडीबाट होइन धन्यवाद बहिनी भन्दै कमेन्ट गर्छ यार रिस उठ्ने तपाईँ भन्दा अनि अरू अरू मेरो फेक आइडीले कति खोल्छन् नि फेक आइडी तेरै छ होला 1000वटा जति फेक आइडी अस्ति गनेको 16वटा छ एलिनाको धेरै छ दाइ 16वटा त कम गर्नुभयो त 1600 क्या 1600 आम्मामा थोरै छैन अनि आउँछ फेरि अस्ति मेरो काम थिएन अनि एलिनाको टिकटक गर्दै बसेको 1600 थियो के थोरै छ दाइ त तपाईले प्रकाश दाइको सोमा गएर क्या यो कसरी थाहा भयो एन्सर भन्दा अस्तिको साल पनि यही सोध्नु भएको थियो हो दाइले त्यही त सोध्नु ल मेरो रिपिट गरेर हेर ल त्यो क्यान्सरको के उपचार भन्ने त दाइले ट्याकै त्यही नै हो मलाई सोधेको म त त्यो हेरेर यति हात उठेको पुरै छोडिदिनु जे सेभेज हान्छ तपाईँले ल तपाईँहरू सबैजनालाई चाहिँ जो जो यहाँ एलिनाकोमा हाम्रो सिस्टरकोमा मेरोमा जोडिनु भएको छ सबैलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छौँ हाम्रो तर्फबाट अब दुश्मनहरू के अरे 100 मिलियन पुगेपछि त हामी सेलिब्रेट गर्छौँ होला नि 50 मिलियनमा त गर्नु भएन ठिकै छ लोभी त्यो त गर्नु परिहाल्यो नि तर त्यो गीत त कस्तो बच्चाले पनि गाउँछन् बुढाले पनि गाउँछन् कस्तो खतरा गीत के त्यो कहाँबाट निकाल्नु भयो त्यो चाहिँ मुखबाट निकालेको निकाल्न चाहिँ थाहा थियो मलाई यही एन्सर दिनुहुन्छ भनेर अचल मलाई एन्सर चाहिँ कसैलाई एन्सर नेपालीहरूलाई सेभेज भन्थ्यो कि तर अब दाइ झन् दाइ मलाई एक दुईवटा कमेन्टहरू रिप्लाई गर्न सिकाउनुले सेभेजवाला एन्सर दिनु गरेपछि यस्तो हुनुभएको होला दाइ यो हेयरस्टाइल चाहिँ हल्का अलिक स्वागत छैन अस्ति बानेको बेला ठिक थियो अब मैले बिहे गरिसकेँ सुहाए नि नसेन अहिले त गीत सङ्गीत मात्र राम्रो निकाल्ने मलाई ह्यान्डसम हुनु छैन ऊ पनि हुनु छैन दर्शक श्रोताहरूलाई कसरी माया लिने र कसरी माया दिने मेरो ध्यान चाहिँ खालि त्यही भएर दारी पनि काट्न पाएन यार मैले हजुरको फेक आइडीबाट मलाई आई लभ यु भनेर कमेन्ट आएको छ अब म के मख भरौँ त अरे नभर्नु न आई लभ यु भन्दा आई लभ यु टु भनिदेऊ के केही हुँदैन माया गर्नु राम्रो कुरा हो त राम्रै हो त्यसलाई नराम्रो लिनु पर्दैन दुर्गेश बुढो भएछ दारी फुलेछ अरे के भन्ने हो त्यसलाई यो फुलाको अहिले मैले भाइ फुला गरे केमिकल हालेर हाम्रो कमेन्ट स्किप रे तपाईँको कन्सर्ट कति गते पो छ दाइ कि सक्यो जर काठमाडौँमा कति गतेको कन्सर्ट छ 18 गते ल 18 गते हाम्रो दुर्गेश दाइको कन्सर्ट छ कहाँ कहाँ अरे भन्नु सबैजना जानु होला हायर ग्राउन्डमा माइती घरमा पनि गर्न पर्यो
उता गएर सोध्नु न दुर्गेश दाईको बारेमा मलाई के नक्कली के सक्कली कसरी थाहा हुन्छ कस्तो राम्रो ठाउँ के हो यस्तो यो मेरो गाउँ हो नानी म हुर्केको म जन्मेको म खेलेको मैले उहाँबाट दाउराहरू बोकेर यहाँबाट यो डाँडो गाडो लगेर 2 घन्टा जति 3 घन्टा हिँडेर भनौँ है त्यहाँ त बस्यो भने रिस पनि शान्त हुन्छ होला र यहाँ सबै कुरा शान्त हुन्छ हेर्नु यहाँ फोटो खिच केटाहरूले शाहरुख खान बोज्छ त को अन्त त्यो देवदास शाहरुख खान सबै जानु भएको छ डान्स ओके यो बागलुङको बुर्तिबाङ भन्नेतिर हो होइन यो पाण्डा खानी नमस्ते हजुर बिचरा उनीहरूले त्यो नमस्ते चाहिँ कसले सिकाएछ गर्थेको है एकछिन भाइ दारी फुलाउन कति पैसा लाग्छ अरे गाडी पुऱ्याउनु धेरै लाग्दैन 200 रुपियाँमा हुन्छ दाईको लागि गीतहरू ठ्याक्कै मिलेछ दारी फुल्यो बैसैमा चस्मा नछो पर दिदिन गाउँमा हिँड्नु यो झापा यहाँ चर्चा भएको छ म पैसा उडाउँदै म गाडी कुडाउँदै म धुलो उडाउँदै मेरो यस्तै छप्पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे लाग्छ एक्टिङ Hey, I can hear the sound, her voice, huh? It's stunning, beautiful voice. तिज फिमेल सिङ्गर भनेर भनिदिनु त singer of Dushman. Yeah, that's why कट्टा सट्टा फाल्दिएर त्यस्तो I like her accent. हिँडेको मेरो छैन चिनेको तिमी को हो कता सट्टा फाल्दिएर पेस्तोल किनिदिएको पिस्तोल लिएर पेस्तोल किनिदिएको वेयर इज पेस्टल ब्रदर वेयर इज पेस्टल या पेस्तोल त खिचाइरहेको ऊ यस्तो बाटो हिँडे थिएन अरे क्या होइन यस्तो कच्ची बाटोहरू यहाँ त सब पिच भएन नि त हामी पुरै कच्ची बाटो हुँदै हुँदै आएको नि त माथि डाँडामा अनि यो म फर्स्ट टाइम यहाँ काठमाडौँ सुन ओके जस्तो रहेछ क्या Hello, what's up? You speak Nepali. You can speak but me I'm learning. म चाहिँ ट्रान्सलेटरै बन्नुपर्ने भइसक्यो होइन बनिदिनु त अलिअलि चाहिँ बुझ्छ उसले त्यो लिप्सिङहरू ऊ आफूलाई चाहिँ आउँदैन होइन भर्खर 1 महिना त भयो नेपाल आएको तर उसलाई चाहिँ अब होइन ऊ झापा एफसीबाट खेलेको झापा एफसी आउट भयो अनि ऊ उसको भिजा सकिएको थियो नि हाम्रो प्रोग्रामलाई भनेर बस्या हो ऊ जान्छ 3 गते होइन जेठ 3 गते जान्छ त्यो एउटा नेपाली गीत गाउँछ नि ठ्याक्कै त्यस्तै खालको है मतलब यो खतरा प्लेयर हो नि युरोपियन लिग खेलिसकेको रोनाल्डोहरूसँग अपोजिट टिमबाट खेलिसकेको प्लेयर हो क्या अलमोस्ट अल युरोपियन लिग्स यु हेभ डन स्विडेनको कसले सिकायो त नि फुटबल स्क्वाडको टिमको हो स्विडेन It's gonna be nice, really fresh air. मन परेर बिहोस् दाइ कपाल उडाएको है मान्छे नउडास कान्छे कपाल उडाएर त केही हुँदैन समात्नु है समात्नु झर्ला नि लाग्लो टिकेसलाई उमारेको कपाल झर्ला नि यो क्या कति नराम्रो बनाएको मलाई Nice hair. like yours Mine is different. Mine is. Let me show you. पानी छ नि त पानी जस्तो छ See, oh nice yours जुम्रा पर्यो नि हार्ट एट्याक भएर मर्छ अरे जुम्रा पऱ्यो भने हार्ट एट्याक भएर मर्छ अरे हो दुर्गा दाले पहिला सानोमा के तिमीहरूको असली हो
वाह कस्तो राम्रो देख्यो यार भाइ काँधमा एउटा चिल राख्नु होइन अनि हबी भ्यू हेलो सर बाजुलाई त मलाई लिन आउनु लाग्नु भएको छ म प्रोग्राममा नवाजको कपी हो भर्खर बागलुङमा हुनुहुन्थ्यो अहिले भर्खर दुबईमा हुनुहुन्छ देख्यो के गरेको सकिएन मान्छेहरू तपाईँहरू रमाइलो गर्नु मजा जाने बेला भयो सबैजनालाई बाई ल जा जा बाई बाई सबैजनालाई